सरकारमा नयाँ पुस्तक किन आउनुपर्छ म तपाईँलाई एउटा कारण दिन्छु। हेर्नु, अहिलेको जुन यो केपी शर्मा ओली, यो प्रचण्ड, उसके बाद यो सबै जुन नेता छन् नि बुढाबुढा, उसलाई इभन ल्यापटप खोल्न नआउने, कम्प्युटर चलाउन नआउने, तर अहिले दुनियाँ संसारमा एआई एडभान्स टेक्नोलोजी यति बढिरहेछ। हरेक हप्ता हरेक दिन नयाँ टेक्नोलोजी नयाँ आइरहेछ। नयाँ दुनियाँसँग लड्नको लागि तपाईँ नयाँ मान्छेलाई, नयाँ सोच भएको, नयाँ जोस भएको मान्छे जबसम्म सरकारमा आउँदैन, जबसम्म देश विकास हुँदैन। त्यसैले भन्छु, यदि तपाईँ एआईको बारेमा जान्नुहुन्छ या एआईको बारेमा केही न्युज पनि पढ्नुहुन्छ या युज गर्नुहुन्छ, त तपाईँलाई थाहा होला कि आजभन्दा 6 महिना पहिला एआई के थियो अनि अहिले एआई के भइसकेको छ। 6 महिना पहिला एउटा बोली बोल्न नसक्ने, तर आज न तपाईँको जुन यो स्टाइल प्ले छ नि, स्टाइल बोल्ने तरिका, भिडियो बनाउने, यो सबै कपी गर्न सक्छ एआई। यति एडभान्स भइसकेको छ। इभन जुन इन्सानभन्दा राम्रो राम्रो किसिमको भिडियो बनाउन थालेको छ, फोटो बनाउन थालेको छ, जो टेक्स्ट लेख्न थालेको छ, मुभी लेख्न थालेको छ, इभन ठुलो ठुलो मुभीमा अहिले एआई युज हुन थालेको छ। मतलब एआई जबसम्म यति ठुलो भइसक्यो अनि हरेक दिन फेरि त्यसको एडभान्स भइरहेछ, जबसम्म नयाँ पुस्ता आउँदैन त्यो दुनियाँसँग लड्नलाई हाम्रो देश कहिले पनि सक्षम हुँदैन। त्यसैले भन्छु कि यो पालि तपाईँ जुन पनि नेताको मान्नुहुन्छ, जुन पनि पार्टीमा हुनुहुन्छ, यो पालि प्लिज नयाँ पुस्ताले भोट दिनु होला। इभन स्वतन्त्रमा उठेछ या इभन घन्टी छापेको छ, म कुनै नेताको पक्षमा छैन, तर म नयाँ पुस्ताको पक्षमा छु। जुन यो जेनजी आन्दोलन भएछ, यो पनि नयाँ पुस्ताले अगाडि ल्याउनको लागि भएको थियो। त्यसैले जुन पनि ठाउँमा हुनुहुन्छ, जुन पनि सहरमा, जुन पनि बसोबासमा हुनुहुन्छ, त्यहाँ नयाँ पुस्तालाई हेर्नु अनि नयाँ पुस्तालाई तपाईँ एकचोटि मौका दिनु। सायद देश बन्नेछ अनि अरू पनि केही बन्नेछ। जय नेपाल।